अहिले हाम्रो यो नेपालको एउटा समृद्ध अथवा हाम्रो धार्मिक स्थलमा एउटा राम्रो बन्दैछ के अरे हाम्रो मानव आश्रम बन्दैछ। त्यो ठाउँ कस्तो भन्दाखेरि सबभन्दा यो देशको एउटा राम्रो ठाउँ मध्ये र सबभन्दा धेरै मन्दिरहरू यताउता भएका ठाउँहरू भएको हुनाले त्यो ठाउँमा जुन अहिले बन्दैछ त्यसले मलाई लाग्छ यसले पूर्वदेखि पश्चिमसम्म रहने सबै नेपालीहरूलाई राम्रो बनाउने र अथवा सबभन्दा हाम्रो जुन अहिले धारपातबाट यो हुँदैछ, अब स्कुलबाट यो हुँदैछ, मध्याह्न सबै कुराहरू सम्पूर्ण यो हुँदैछ, त्यसले पक्कै पनि यो देशको लागि राम्रो हुन्छ भन्ने मैले सोचेको छु। हामी नेपालीहरू खास गरेर विश्वभर अथवा देशभर जहाँ हामीले काम गर्न खोजेका छौँ, विश्वको लागि, देशको लागि, विद्याको लागि, सम्बन्ध मन्दिरको लागि गर्नेछौँ, त्यसले पक्कै पनि यो सम्पूर्ण नेपाली देशहरूलाई राम्रो गर्छ भन्ने मैले सोचेको छु। होस् यहाँ राम्रो काम गर्दैछौँ विश्वको लागि अथवा यो देश उसको लागि, त्यसले पक्कै पनि हाम्रा बालबालिका मात्रै होइन सबै देशहरूका सबैका नेपालीहरूलाई यसले राम्रो काम गरोस् र हाम्रो धर्मको लागि जुन काम हामी गर्दैछौँ, धर्मको लागि अथवा समग्र देशको लागि गर्दैछौँ, त्यसले यो पक्कै पनि राम्रो हुनेछ भन्ने मलाई सोच लागेको छ। हाम्रै बाग्लुङ निरै घाटको मानव सेवा धाममा महायज्ञ हुँदैछ है दिन दुखीका नाममा। हाम्रै बाग्लुङ निरै घाटको मानव सेवा धाममा महायज्ञ हुँदैछ है दिन दुखीका नाममा। हरि हरि महायज्ञ हुँदैछ।